आजको दिन चाहिँ हामी एकदमै खुसी भइरहेको थियौँ म अनि मेरो छोरा चाहिँ किन भन्दाखेरि मेरो हस्बेन्ड र मेरो बाबुको पापा चाहिँ आफ्टर 3 months or 4 months पछाडि घर आउनु भएको थियो होइन। अन्त मेरो छोरालाई चाहिँ मैले स्पेसियल फिल गराइदिनुको लागि घरमै मैले रोज बनाएको थिएँ पापालाई दिनुको भनेर होइन। अनि घर पनि आइसक्नु भयो। अनि भन्दा नभन्दा सबैजना छरछिमेकीहरू वल्लोघर पल्लोघर है भेला भयो। हाम्रो गाउँ बस्ती यतातिर चाहिँ यस्तै हुन्छ, कोही नयाँ ठाउँबाट कोही नयाँ मान्छे कहीँबाट आउँदैछ भने चाहिँ अब कहिले आयो के गर्यो कता गयो त्यो कुराहरू चाहिँ अब याद हुन्छ नि त। एकदमै राम्रो पनि हो त्यो। अनि जे जस्तो मिठाई सानोतिनो जे भए पनि बाँडेर खाएको चाहिँ राम्रो लाग्छ। अनि म चाहिँ मिठाईहरू बाँड्नु लागेँ। अनि योपालिको छुट्टी चाहिँ एकदमै एक्स्ट्रा थियो क्या, एकदमै एक्साइटेड एकदमै ह्याप्पी पनि अब अनलिमिटेड थियो। किन भन्दाखेरि चाहिँ अब नानी भएपछि चाहिँ एकदमै थप खुसी मिल्ने के भन्नु अब त्यो खुसीको पनि लिमिट चाहिँ सीमा नै छैन है। उसलाई पनि त्यस्तै भइरहेको थियो र मलाई पनि त्यस्तै नै भइरहेको थियो। दिमाथि अझै हाम्रो छोरा अहिले पल्टिने खेल्ने भएको छ नि त। एकदमै हुन्छ नि माया लाउने भइसकेको छ। अन्त अब छोडेर हिँड्नु पनि मन नलाग्ने त्यस्तो भइसकेको छ। उसले त हेर्नु न पापालाई आउने बित्तिकै के चाहिँ गर्नु थाल्यो है। के भयो बाबु के भयो? अरूको लाइफमा त के कस्तो हुन्छ थाहा छैन आफ्टर बेबी बर्थ होइन। मेरो लाइफमा चाहिँ एकदमै धेरै थप खुसी मिलेको छ। मेरो छोरा जन्मकन चाहिँ लाइफ चाहिँ यो रहेछ जस्तो लाग्छ है। एकदमै हामी कम्प्लिट भएको छौँ फ्यामिली पनि। अनि प्लस खुसी पनि एकदमै धेरै अनलिमिटेड है। सधैँभरि यस्तै होस्, मेरो नानीलाई केही नहोस्, मलाई त्यही लाग्छ। अन्त उसको पापालाई चाहिँ उसले हेर्नु न सुत्दाखेरि पनि चलाइरहेको छ। यति टाढोमा हुँदा पनि कस्तो छिटो अट्याचमेन्ट भएको क्या उसको पापासँग खेलिरहेको छ होइन। अन्त यो साडी चाहिँ मेरो हस्बेन्डले मलाई गुजरात जानुभएको थियो सुरत, अनि त्यहाँबाट चाहिँ गिफ्ट ल्याइदिनु भएको। कहीँ नयाँ जग्गा जानुभयो भने चाहिँ मलाई केही न केही एउटा सामानहरू ल्याइदिनुहुन्छ। अनि पापा आएपछि चाहिँ पुरा छोरा डुल्नु थाल्यो है। अनि हामीले चाहिँ उसलाई क्यान्टिन लिएर गएको थियौँ नि त, अन्त सिएसटी लिएर गएको थियौँ। अनि त्यही हो आएपछि यस्तै उस्तै दिनहरू बित्दैछ। छोरा चाहिँ एकदमै खुसी छ।